नमस्ते। आज म हजुरहरूलाई खल्पीको अचार कसरी बनाउँछन् भनेर खुर्सानी हरियो खुर्सानी लिए, पाकेको काँक्रो र हरियो खुर्सानीलाई राम्रोसँग पखाल्दै छु। भित्रसम्म मसला पुगेपछि घाममा सुकाउँछु। चामल बिग्रिन्न काट्छु। काठमाडौँको मौसम चाहिँ यस्तो छ गाइस, त्यही पनि काँक्राको लागि मसला तयार पारिरहेको छु। धेरै बेरसम्म भुट्नु हुँदैन, किनकि धेरै बेरसम्म भुट्यो भने तोरी तितो हुन्छ। भुटिसकेको छु, अब यसो सेलाउन राखिदिन्छु। अघि घाममा सुकाएको काँक्रोलाई मैले ल्याइसकेको छु। अब आफूलाई कत्रो साइजको अचार बनाउने भनेर मैले टुक्रा अचारलाई यो काँक्रोलाई मैले सानो सानो टुक्रा पार्दैछु। यसरी मैले सबै काँक्रो काटिसकेँ। हल्का तताएर अचारमा राख्दैछु। यो तेलमा थोरै मेथी पनि राख्दैछु। तेल सबै मसलाहरू राखेर यसरी सबै मसला राखेर यसरी मोल्ने, राम्रोसँग मोल्ने, सबै मरमसला चारैतिर लागोस्। राख्दैछु अचार। डब्बामा चाहिँ खाँदी हाल्नुपर्छ। ट्राई गर्न सक्नुहुनेछ बनाउनलाई।